फुलेर पुकुली छुट्यो। अब बल्ल मामुलाई काम गर्ने फुर्सद भयो। अब मामुले लुगा धुनुहुन्छ नि। बच्चाले छुट्नु ल राख्नु ल आमासँग। आमा पनि छुट्नु भएछ। मेरो नानी बाबुहरू चाहिँ एकैछिनमा मात्रै सुत्छ नि त, अनि त्यही भएर म चाहिँ हतार हतार लाएर लुगा धुँदैछु। लुगा पनि लगभग धोइसक्नु आँटेँ। अब लुगा सुकाउनु जाने। लुगा पनि बल्ल बल्ल सुकाइसकेँ। आजको मौसम पनि क्या दामी छ। पानी पनि परेको छैन, घाम पनि त्यति धेरै छैन, हावा चलिरहेको छ। अब नानी बाबुहरू बाहिरतिर जाँदैछु। सुतिरहेको छ कि उठिसक्यो? के सुत्नु नि। एउटा चाहिँ उठेर पल्टिँदै बस्दैछ, एकजना चाहिँ दुध खाँदै बस्दैछ। आमाले दुध खुवाउँदै हुनुहुन्छ। म पल्टिँदै बस्दै